बीचबाट गरे ए ए ए भयो ठिकै भएछ ला 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 आलु बारी गोल्डन पकौडा गाइस कहाँबाट आउन सक्नुहुन्छ आउनुहोस् आउनुहोस् जुलापी पकौडा सिंगडा सब राम्रो राम्रो छ तपाईलाई के मन पर्छ चाहिँ हेर्न सक्नुहुन्छ टिकट काटेर पस्नु पर्छ गाइस मलाई चाहिँ एकदम राम्रो लागेछ बेलुकाखेरि आउनु पर्ने रहेछ हामी चाहिँ नजानेर दिउँसै आयौँ वाउ यति शीतल यति रमाइलो यति हरियाली भएको ठाउँ हजुरहरू अवश्य आउनु होला यहाँनेर मलाई चाहिँ एकदमै रमाइलो लागेको छ हैन एकदम चिसो मौसम शीतल छाया भएको ठाउँ मम्मी तपाईलाई कस्तो लाग्यो राम्रो लाग्यो राधाको सबै फ्रेन्डहरु आउनु होला यहाँ अवश्य सबैजना आउनु होला फ्रेन्ड हेलो साथीहरु एकदमै गरिराख्नु भएको थियो एकदमै राम्रो ठाउँ छ अवश्य हाम्रो राधा छेत्री हाम्रो आन्टीको फ्रेन्डहरु सबैजना आउनु होला घुम्नको लागि साथी हो मेरो मम्मी अनि मेरो बुहारी चाहिँ म भन्दा अलिकति नै हिचकिचाउँछन् त बोल्नलाई म मात्रै खुला दिल भएको भन्नु मिल्दैन मलाई पनि आउँदैन खासै गरी बोल्न त हो मेरो मम्मीले पनि सिकाएकै भएर बोल्नुहुन्छ अनि बुहारीले पनि सिकेकै भएर छोरो त झन् मेरो भिडियोमै आउनै छ के अरे अगाडि आउनै खोज्दैन के भन्नु यहाँ चाहिँ राति भएपछि चाहिँ एकदम रमाइलो हुन्छ एकदम रमाइलो तर हामी चाहिँ दिउँसै आउने भयौँ नजान्ने भएर हैन राति आउनु चाहिँ राम्रो हुन्छ एकदम राम्रो साथी एकदम यस्तो टाइममा आउनु पर्ने छ 3 बजी 4 बजी टाइममा कति राम्रो लाग्छ कस्तो राम्रो राम्रो घन्टी साथी हो एकदम मन पर्ने घन्टी फुल घन्टी यति राम्रो राम्रो फुल छन् म चाहिँ फुल हेरेर नै एकदम अगाउने भइसकेको छु साथीहरु राउन्डमा राइट
गाइस यो गर्मीमा यी बाबा चाहिँ छाता ओढेर बसेछन् सेक्युरिटी गार्ड। ए बाबै गर्मी भएन हमका लगाइदिउँ। बाबै त बोलेनन् साथी हामी गएका अब नबोलुन् बाबै बोलाउँदिन अब बाबैलाई। बहुत गर्मी म चाहिँ बाहिर खाना खाऊँ टिकट काट्ने ठाउँ तपाईहरु आउनु भयो भने चाहिँ अवश्य गाइस यताबाट पनि आउन सक्नुहुन्छ उताबाट पनि आउन सक्नुहुन्छ र यहाँ चाहिँ टिकट गर्ने ठाउँ। यहाँ चाहिँ अब तपाईहरु के खान मन लाग्छ खान सक्नुहुन्छ। खानेकुरो के भेटिँदो रहेछ हेरौँ है गाइस। मसला भी लगती है मम चाहिँ खाना थाल्नु म चाहिँ खाना लागेको अब